के छ मेरा फेसबुक साथीहरूलाई सबैलाई सम्झाएको छु, सबैलाई मिस गरेको छु। आज चाहिँ के भन्न आएको छु भन्दाखेरि होइन, मेरो घरमा यति राम्रोसँग अम्बा फलिदिएको नि गाइज, यति राम्रो छ, यति टेस्टी छ कि गाइज। गाउँघरतिर भएपछि होइन अम्बा खानुको लागि कुनै पनि फलफुलको लागि के कमी छैन कि गाइज। हेर्नु गाइज अम्बा पनि सानो थोरै छ गाइज, यत्रो यत्रो दाना छ कि गाइज अम्बा। हेर्नु पनि गाइज यस्तो अम्बा खानको लागि यति सजिलो छ। अगर यही चिज हामीले बजारमा गएर किन्ने भनेपछि के त्यता धनगढी उता यसैलाई तपाईँको 100 रुपियाँ 150 रुपियाँ किलो छ कि गाइज। यति महँगो छ नि फेरि यो अम्बा, एकदम टेस्टी के गाइज। पुरै नगर्नु के यति मिठो हुन्छ नि गाइज अम्बा। के भन्नु फेरि यो अर्ग्यानिक हो क्या गाइज, यो आफ्नै घरमा फलेको के, आफ्नै घरमा आफ्नै गोरु भैँसीको मलहरूबाट, आफ्नो कम्पोस्ट मलहरूबाट युज भएर फल्यो के। त्यसमा युरिया डिपी कुनै पनि हालेको छैन कि गाइज। यति टेस्टी छ नि गाइज, के भन्नु हजुरलाई। फर्स्ट त हजुरलाई म खाएर पनि देखाउँछु कि गाइज, हजुरलाई विश्वास नलागेको भए पनि हजुरलाई देखाउँछु कि। हेर्नु गाइज यति राम्रो छ नि, यस्तो राम्रो छ गाइज। आफ्नो बारीमा फलेको ताजा अम्बा यसरी खान पाएपछि अरू के चाहियो गाइज। र भन्नु त गाइज कसैले यसरी खाएको छ भने कमेन्ट गर्नु होला गाइज। कसको छ घरमा यसरी अर्ग्यानिक आफ्नै बारीमा फलाएको अम्बाहरू छ भने कमेन्ट गर्नु होला गाइज। थ्याङ्क यू सो मच माई फेसबुक फ्रेन्ड अल।